साथीहरू अहिले चाहिँ म घ्यारी भिलेजमा छौँ है। मनाङ जिल्लाको एकदमै 3000 राम्रो ठाउँ रमणीय ठाउँ र 3037 रहेको र मेरो पछाडि देख्न सक्नुहुन्छ तपाईँ अन्नपूर्ण टु भने देख्न सक्नुहुन्छ होइन। अनि मेरो अगाडि सक्नुहुन्छ यो चाहिँ घ्यारू भिलेजको स्तूपा है। यो चाहिँ स्तूपा हो। अनि यो चाहिँ यहाँ चाहिँ धेरै जसो टुरिस्टहरू आएर चट्ट बसेर अनि रेस्ट गरेर भ्यू हेरेर अनि त्यसपछि चाहिँ मनाङ जाने गर्दछ है। हामी चाहिँ अनि त्यो माथि डाँडा त्यो चाहिँ पिसाङ पिक होइन। अनि यताको हिमाल छ, यताको लमजुङ हिमाल रेन्ज, त्यो लमजुङ हिमाल है। यो चाहिँ अन्नपूर्ण 2, यो चाहिँ अन्नपूर्ण 4 यतापट्टिको, अनि यो अन्नपूर्ण 3, अनि त्यो चाहिँ गङ्गापूर्ण, त्यसपछि त्यो पछाडिको चाहिँ तिलिचो पिक है। थ्याङ्क यू साथीहरू है।